स्वागत छ विष्ट भ्लगमा जङ्गलदेखि। हामी चाहिँ जङ्गलमा नाइट क्याम्पिङ आएको 6 जना जति। नाइट क्याम्पिङ के भयो भने एकदम रमाइलो भयो। विशेष के भयो हामी रातभरि सुतेका छैनौँ, आँखा यस्तो छन्। जाने भनेर आएको, चिसा पनि जाने भनेर आएको। यहाँ इन्ट्री हुँदो रहेछ कि जान मिल्दैन रहेछ, अनि जान सकिएन। हाम्रो टिम चाहिँ यहीँ छ, टोटल टिम 500 रुपियाँ 1100 रुपियाँ टिकट काटेको बाइकको मान्छेबाट 500 रुपियाँ चाहिँ रिटर्न दियो। आज त्यही हो, अब कहाँ जाने थाहा छैन। ओए कहाँ जाने? खाली चाहिँ जानै मन छैन तपाईँ? हजुर, तर यिनले गर्दा नि निडे चाहिँ ठिक भएन। तपाईँ कहाँ जानुहुन्छ? चलाउने तपाईँ हुनुहुन्छ, जहाँ लग्यो त्यहीँ लदे। ल ठिक छ। फर्स्ट आउने मेन ब्रो। आजको यात्रा चाहिँ बहुत एडभेन्चर भएको छ। अनि हाम्रो केटाहरू चाहिँ आइसकेको छन् जङ्गलभित्र। अब दाउरा खेड्ने अनि ठाउँ खोज्ने काम भइरहेछ। आज चाहिँ 6 जनाको यात्रा छ। बहुत एडभेन्चर भयो होइन? ठिक छ। यस्तो खतरा छ के ठाउँ चाहिँ, यस्तो घना जङ्गल छ। ए घना जङ्गलभित्र बस्ने कुरो छ आज। डाफे चरी पनि रहेछन्। दाउराको त कुरै छोड्छन्, डाफी पनि छन्। अनि बस्नको लागि ठाउँ पनि एकदम बेटर छ। तर वेलकम जङ्गल। काँडा चाहिँ म बाटो बनाउँछु। हेलमेट लाएर तपाईँहरू आउनु ल। ए छिटो आऊ। ए डेन्जर काँडा छ नै, बिस्तारै आउनु होला। हाम्रो दाउरा खेल्ने कार्यक्रम सुरु भइसक्यो। यस्तो छ अवस्था यहाँको दाउरा खेल्ने। यस्तो जङ्गलमा यस्तो जङ्गल छ कि के भन्ने अब। घना चाहिँ घना जङ्गल छ। ए घना जङ्गलसँगै हामी रमाउँदै हिँड्दै
बाटो पनि छैन समस्या त्यही हो हामी मान्छे पनि धेरै छौँ त्यो भएर एकदम रमाइलो भइरहेछ 6 जना जङ्गल त यस्तो छ घना अब अहिले रात पर्न आँटिसकेको छ यस्तो घना जङ्गलभित्र बस्दिनै छ हाम्रो आजको सुरसारै छ यस्तो भित्र बस्दिने माथि नै हो कहाँ कता गुड माथि नै आउनु सर पसिना आइसकेको छ नि मानव जाति यस्तो हो रे मान्छे त चक्कु भाँचियो चक्कु पनि भाँचिसक्यो मानिसका सोखहरू अनेक किसिमका हुन्छन् रे क्या हाम्रो सोख यस्तो हाम्रा सोखहरू यस्ता हाम्रो पिरल खेल्ने कार्य भइरहेछ पिरल हामी गाई गोरु जस्तै जङ्गलमा बसिरहेको छौँ आज चाहिँ यहाँको अवस्था यस्तो छ हाम्रो यस्तो जङ्गल छ कि यस्तो जङ्गल छ कि माका घना घना जङ्गल छ यस्तै छिर्ने खोलाभित्र यस्तो घना जङ्गल छ यस्तो घना जङ्गल छ यस्तो पसिना आइरहेछ नि जङ्गलमा पसिना पुरै ल्याङफ्याङ छ जिन्दगी ल्याङफ्याङ जिन्दगी छ चुला बनाउने ढुङ्गा खोज्न हामी 10 मिनट हिँडेर आएको छौँ बाटो यस्तो छ अब जङ्गल नि त्यस्तै छ भदा हजुर म त फसेँ त बिस्तारै आउनु है बिस्तारै त्यहाँ ढुङ्गा नभेटिएर हैरान छ क्या हामीलाई माटो नलाएछ फेरि एकैछिन कालो भइहाल्छ भोलि पानी त्यो कोल्ड ड्रिङ्क हाल्छ कोल्ड ड्रिङ्क त्यो मच्छर लागिरहेछ नि अच्छा तिमीलाई लाग्यो जङ्गलमा तिमीलाई मात्रै मोटो देखेँ क्या हो केटा घर बनाउने अवस्था यस्तो छ अनि यहाँ दाउराहरू खेल्न गएर अल्छीहरूले लिएन नि मैले ल्याए दाउरा हुन् सो हाम्रो सामान यहाँ छ टोटल अनि हाम्रो ओछ्याउने चिज चाहिँ यो हो आजको ओछ्याउने चिज यही हो सो केटाहरू सबै थाकिसकेका छन् मैले मात्रै के म के बनाउँछु थाहा छ बाघको मासु ल केटा हो सब मोबाइल चलाऊ भाडा देखाऊ मोबाइल चलाऊ झिलिमिली गर मुखमा चलाऊ मुखमा एकैचोटि सब चिनिनु पर्यो म आयुष ल राजेश भिजेन्द्र अधिकारी बबिन आफ्नो मुखमा लाऊ आग्म अग्रबहादुर मोटे आई एम विष्ट भ्लगर टुक्क हाम्रो यात्रा चाहिँ यस्तो हुँदैछ कि जङ्गल आउँदो यसरी कुद्ने यसरी फुत्त छिर्ने यसरी निक्लिने केटाहरूलाई ठाउँको ठाउँ छोडिदिने होइन ओए केटाहरू त काँडै छन् कि क्या सो बाटो चाहिँ यस्तै छ ओए खोला आइगयो नि मलाई डर लाग्यो फाइनली हामीले पानी भेटिसकेका छौँ पानी चाहिँ यस्तो छ एकदम सफा छ के पानीको एकदम के भन्ने आएन है म चाहिँ यहाँ छु है गाइस कहाँ जाऊ तिमी यहाँ छु